यो चाहिँ हामी साउदी अरबबाट हैन हामीलाई चाहिँ रुममा मासुहरू पकायो खानाहरू रह्यो भने चाहिँ हामीले चाहिँ यहाँ हामी चाहिँ काम गर्ने ठाउँमा ल्याएर दिन्छौँ के मलाई कुकुर एकदम मन पर्छ के त्यो भएर बिचरा अब कुकुरहरूलाई त यहाँ त त्यस्तो माया गर्दैन नि त यस्तो मरुभूमि छ हैन त्यस्तो हामीले चाहिँ अब रुमबाट रहेको हड्डीहरू खानाहरू चाहिँ ल्याएर यहाँ दिन्छ अनि यो कुकुर चाहिँ डेली आउँछ कि यहाँ किनकि हामीले यहाँ खाना ल्याएर चिने गर्छौँ नि त अरू 3-4वटा पनि आउँथ्यो अब एक्लै आएर खाइरहेको छ अरू नै आउँछ होला अहिले एकछिनमा अहिले त्यो पुरै त सक्दैन होला यस कुकुरलाई माया गर्ने भएपछि जहाँ गए नि कुकुर भेट्दो रहेछ कि मलाई अति मन पर्छ कि कुकुर त्यो भएर नि मैले कुकुरलाई चाहिँ जस प्राय ल्याएर खुलाइरहेको हुन्छु हाम्रो यहाँ दाइहरू आफ्नो गाडीको दाइहरू मैले भयो होइन ल्याएर खुवाउँछौँ हामीले बिचरा यिनीहरू पहिला त हामीलाई देखेर पुरा भाग्थ्यो गाडी देख्ने बित्तिकै भाग्थ्यो अहिले चाहिँ खाना दिँदा अहिले चाहिँ यहाँ आएर खान्छ होइन अब यसको अरू 2-3टा अरू पनि छ अब अर्को पार्टमा चाहिँ म देखाउँछु यिनीहरूलाई यिनीहरू सबै भएको बेला फेरि खिचेर बनाएर अनि फेरि म भिडियो बनाउने छु होइन अर्को भिडियो चाहियो भने पार्ट 2 भनेर लेख्नु होला सब्स्क्राइब पनि गरिदिनु होला है माया देखाइदिनु होला।